अब हाम्रो अर्को चल्यो भने चाहिँ स्ट्यान्डर्ड नियम हुन्छ होला नि त उता कता कताका के त्यस्तो हुन्छ त्यसो 43 मा राख्दा हुने रहेछ मेरो विषय 43 44 45 देखि 5 डिग्री 45 मा राख्ने हो लगभग यहाँ हाम्रो ठाउँ पुग्छ यतिको यतिकोमा पुग्छ 45 यहाँ पुग्छ क्या 45 यहाँ पुग्यो नि त अग्लो पनि 35 मा 40 44 मा यति 35 मा राख्नु पर्यो होइन सर जस्तो म इन्च चाहिँ बढाउँछु सर इंच 35 इंच भन्नुभएको यहाँ छ 35 मा हो म 43 मा 43 मा कति भेट्छ इन्चीमा मैले इन्चीमा लगभग यतिमा 45 यहाँ पुग्यो 45 अथवा 47 मा राख्दा ठ्याक्क हुने रहेछ 47 मा राख्यो 5 इन्ची तल गऱ्यो भने यहाँ यसो चलाउनु सजिलो उल्टो ए यो यतिमा राख्नु भने के हुन्छ भने धारा 47 मा ठ्याक्क हुने रहेछ त्यो तलको धारा चाहिँ कतिमा भने 42 43 मा पुग्नु पर्यो त त्यति हुँदा ठ्याक्क हुन्छ यहाँ 42 पुग्नु सर यसको यो खोइ घुमाउने त्यो त छैन छैन यहाँ हुन्छ नि 42 मा राख्नु हैन फेरि तिमीले के अरे फिनिसिङ लेभल आफ्नो यहाँ छ भनेर पत्ता लगाउनु पर्यो कति आउँछ मल्टी ट्र्यापले माग्छ है त्यो चाहिँ त्यो पानी फाल्ने ट्र्याप हुन्छ नि त्यस पहिला ट्र्यापको काम गर्नु पहिला टोयलेटको काम गर्नु टोयलेटको काम गरेपछि फिनिसिङ लेभल यति हो भनेर थाहा हुन्छ हजुर फिनिसिङ लेभल सकेपछि चाहिँ फिनिसिङ लेभलको यहाँ 47 मा 45 मा राख्नु 45 मा ठिकै हुने रहेछ 45 मा राख्नु त्यसपछि माथि सावर कति 80 85 होइन 40 त्यहाँबाट 40 40 जस्तो यहाँ चाहिँ मेरो 40 सर 85 ठिकै हो त 85 तल ग्राउन्डबाट ठिकै हो 84 50 यहाँ चाहिँ के धारा हुन्छ सर धारा यताबाट कपडा धुने के गर्ने ए यहाँ डाइरेक्ट धारा जोड्ने रहेछ किनभने यो फिमेल उयो रहेछ होइन टी भनेपछि यहाँ डाइरेक्ट यहाँ धारै छिर्ने रहेछ यहाँ चाहिँ होइन अन्त यहाँ पाइप हाल्नु पर्दैन रहेछ डाइरेक्ट धारा छिर्ने रहेछ 45 40 40 पुग्यो त्यहाँ ए ठिकै हो त जम्मा 85 85 हो 85 हुँदा ठ्याक्क हुने टोटल 85 हो हाम्रो यो के बिम भन्छ नि बिमको अलिकति माथि आउनु पुग्दो रहेछ त्यो गर्नु त्यही धेरै जस्तो 10 फुटकै त हुन्छ यो अनि यो छाना यो एरो माथि हुनु पर्छ माथि हुनु माथि पर्यो हुनु पर्यो यो पानी जाने फ्लो होला नि त यो जता त्यतै हुनु पर्यो यो चाहिँ यो पानी जता निस्किन्छ त्यता आउनेबाट सर भनेपछि हामीले यो तलको चाहिँ जोडिराख्नु परेन हो एक्जाममा ए तपाईँले यसरी देखाउने हो अँ यति हाइटमा राख्नु यो हाइटको उहाँ नक्सामा दिन्छ हाइट मेजरमेन्ट हजुर त्यो मेजरमेन्ट चाहिँ तपाईँले यहाँबाट नाप्नु मेजरमेन्ट गर्न सिकाएको छु नि मैले यहाँ छ अचम्म मान्छेहरू फेला पर्छ हौ संसारमा भाइ पनि आएको छ के हो भाइ यो देखेर हाँस्छ नि डकुमेन्ट पुगेन अरे हौ ए डकुमेन्ट लिएर आयो होइन अनि फेरि फोटो पछाडि नाम लेखिदिनु